नलिकन फ्लोरलाई ओपन गर्न चाहन्छौँ र यहाँहरूलाई लागेको आफ्नो विचार पनि व्यक्त गर्न सक्नुहुन्छ र यहाँहरूलाई हाम्रो प्यानलिस्टमा बस्नुहुने सम्पूर्णलाई प्रश्न पनि राख्न चाहनुहुन्छ भन्दै मैले यहाँहरूतिर नै माइक हस्तान्तरण गरेँ। प्रश्न कसलाई राख्न चाहनुहुन्छ नाम पनि लिइदिनु भयो हुन्छ। उपस्थित सम्पूर्णमा नमस्कार, मेरो नाम क्षितिज पौडेल। म चाहिँ हाल राष्ट्रिय परिषद अन्तर्गत रहेको युथ इन क्लाइमेट गभर्नेन्स नेटवर्कको मेम्बर। मेरो प्रश्न चाहिँ हिमाल शिवाकोटी सरलाई, नेपाल जस्तो जलवायु परिवर्तनबाट अत्याधिक प्रभावित देशमा जलवायु न्याय सुनिश्चित गर्न राज्यको दायित्व कसरी स्पष्ट र प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ? विशेष गरी प्रभावित समुदायको अधिकार संरक्षण, क्षति तथा नोक्सानी, हामीले जुन लस एन्ड ड्यामेज भन्छौँ त्यसको सम्बोधन र उत्तरदायित्व सुनिश्चित गर्ने सन्दर्भमा मन्त्रालयले के कस्तो ठोस योजना, नीति तथा संयन्त्रहरू अगाडि सारेको छ? साथै यी प्रयासहरू यदि पर्याप्त छैनन् भने स्ट्र्याटेजिक लिटिगेसन जस्ता कानुनी उपायहरूको राज्यलाई थप जवाफदेहिता बनाउन कतिको भूमिका खेल्न सक्छ र यस्ता प्रक्रियालाई मन्त्रालयले कसरी हेर्छ भन्ने प्रश्न रहेको छ। धन्यवाद। म युवा मानव अधिकार सञ्जालमा आबद्ध छु र अहिले त्रिवी सेन्ट्रल क्याम्पसमा अर्थशास्त्र विषय मास्टर पनि गर्दैछु। मेरो पहिलो प्रश्न चाहिँ हाम्रो विनोद पराजुली मौसुमी सरलाई छ। सरले अघि चाहिँ नदीको लगायतको सबै कुराहरू चाहिँ धेरै कुरा भन्नुभएको थियो। नेपालमा यो हिम नदीको कारणले ठुलो क्षतिहरू पछिल्लो समयमा भइरहेको छ। यो हिम नदीको कारणले हुने क्षतिको विषयमा त्यस्तो चाहिँ पूर्वानुमान गर्ने केही मेकानिजम छ कि छैन, के छ, त्यो विषयमा जानकारी गराइदिनु होला। र अर्को चाहिँ हाम्रो मन्त्रालयबाट हुनुहुन्छ हिमाल शिवाकोटी सर, नाम पनि हिमाल कस्तो गजब लाग्यो। प्रश्न चाहिँ सरलाई के छ भने यो जलवायु परिवर्तन सँग अहिले कार्बन व्यापारको कुरा पनि जोडिएको छ। जस्तो चाहिँ 2 वर्ष अगाडि सोलुखुम्बु थामेमा बेमौसमी पहिरो गयो, हिम पहिरो गयो। त्यो त हाम्रो मात्रै कारणले थिएन। जस्तो कार्बन ग्रिन हाउस ग्यास उत्सर्जन गर्ने देशहरू त चीन, भारत लगायतको चाहिँ ठुलो देशहरू छ। त्यसको कारणले चाहिँ हामीले यस्तो क्षति बिहोरिराख्नु भएको छ। यसमा नेपाल जस्तो देशले त्यो कार्बन व्यापार अथवा हामीले त्यो बापतको क्षति चाहिँ जस्तो कोप सम्मेलनहरू लगायतका चाहिँ अन्तर्राष्ट्रिय सम्मेलन के अरे चाहिँ केन्द्रहरू छन्, त्यहाँ चाहिँ दाबी गर्छ कि गर्दैन, या हामीले त्यहाँ पाउने हो कि होइन, यो हाम्रो राइट हो कि ह्युमन राइट हो, यो विषयमा चाहिँ सरले क्लियर बनाएर हाम्रो जिज्ञासा मेटाइदिन अनुरोध गर्न चाहन्छु। धन्यवाद। कमल कुमार शाह, घर चाहिँ मध्य प्रदेश मौतरी जिल्लाबाट। मेरो प्रश्न चाहिँ विनोद सरलाई रहेको छ। अघि विनोद सरले भन्दै हुनुहुन्थ्यो काठमाडौँमा परेको पानी वा बागमतीमा परेको पानी तराईको लागि वरदान हुन्छ। म पनि तराईको भएको कारणले हाल विशेष चाहिँ बर्दिवास नगरपालिकामा बसोबास छ। चुरे क्षेत्र त्यहाँदेखि नै स्टार्ट हुन्छ। त्यही भएर यो प्रश्न चाहिँ म सरलाई राखिरहेको छु। जस्तै बागमतीमा परेको पानी अब कस्तो पानी त हैन, ठिक्कको पानी परेको छ भने त वरदानै होला हैन। त्यसपछि यदि अत्याधिक भन्दा बढी यदि बारिस भयो भने त्यो त तपाईको 6 देखि वा 4 देखि 8 घण्टामा त्यहाँसम्म पुग्छ। त्यहाँ छेउछाउमा बसेको त्यहाँको बस्तीहरू चाहिँ कसरी सुरक्षित हुन सक्छ? मैले आफै आँखाले देखेको कुरा हो। विगत तपाईको 5-6 महिना अघि चाहिँ हामीले तपाईको यो सर्वेक्षण गर्दाखेरि चाहिँ हामी त्यही सिलसिलामा पुगेका थियौँ। त्यहाँ लगभग 16वटा घर दूरीमा चाहिँ घर त मात्रै छ। यो रातो खोलाको छेउमा, रातो खोला सुन्नु भएको होला, रातो खोलाको छेउमा घर मात्रै छ, तर त्यो तलको सामानहरू केही छैन। हामी चाहिँ कसरी सतर्क हुने हैन? वरदानको रूपमा ठिक छ, यो विषय हाम्रो लागि दुवै कुरा हो, सकारात्मक र नकारात्मक दुवै हो। तर अचानक आइदियो भने त्यसलाई चाहिँ हामी वरदानको रूपमा कसरी लिने? यो मेरो मात्र प्रश्न रहेको छ। हस्त धन्यवाद। मेरो नाम नवेन्द्र साई, म चाहिँ कर्णाली प्रदेश कालीकोट जिल्लाबाट र हाल सिभिल इन्जिनियरिङ ग्रेजुएट स्टुडेन्ट। र मेरो प्रश्न हाम्रो ओम सर र हिमाल शिवाकोटी सर दुवैलाई छ, जसलाई सम्बन्धित लाग्छ उहाँले भन्दा हुन्छ। हामीले युवामाझ क्लाइमेट चेन्ज, क्लाइमेट जस्टिस जस्ता इन्भाइरोमेन्ट राइटका विषयमा एडभोकेसी गरिरहेका छौँ। तर म जस्ता सयौँ अरू युवाहरू आज पनि यस्तो एडभोकेसीको प्लेटफर्महरूमा वञ्चित भइरहेका छन्। यसलाई तपाईँहरूले कसरी हेर्नुहुन्छ? र वाइ दिस काइन्ड अफ डिस्कसन वर ल्याकिङ इन युनिभर्सिटी, स्कुल, कलेज? युवाले बुझ्न चाहेनन् होला, त्यो एउटा पार्ट हो। तर उनीहरूलाई त्यो विषयमा पैरवी गर्ने त हजुरहरूको भूमिका होला नि। यसलाई कसरी हेर्नुहुन्छ? र हिमाल शिवाकोटी सरले अघि भन्नुभएको लिभिङ नथिङ
बिहाइन्ड भन्नेलाई चाहिँ अलिकति प्रश्न पार्दिनु होला। हस्, धन्यवाद। एस्पायरिङ रिसर्चर पनि हुँ अनि नेपाल क्लाइमेट हबमा एज अ अपरेसन म्यानेजर पनि अहिले काम गरिरहेको छु। तपाईँहरूले सुन्नुभयो होला, म पनि क्लाइमेटकै क्षेत्रमा रिसेन्टली जोइन भएको थियो 2-3 वर्षदेखि म रिसर्चहरू गरिरहेको छु। अनि मेरो चाहिँ क्वेसन युजली के भने, क्वेसन भन्दा पनि एउटा जेनरल कुरा पनि तपाईँलाई र फिडब्याक पनि हो मेरो चाहिँ, होइन। युजली हामीले ड्राउटदेखि लिएर क्लाइमेट चेन्ज, फ्लडिङ यताउता कुरा गरिरहन्छौँ, होइन। तर बेसिकको कुराहरू नै हामीले मोस्टली मिस आउट गरेर हुन्छ जस्तो लाग्छ, होइन। जस्तै इक्जाम्पलको लागि सबभन्दा बढी असर पार्ने क्लाइमेटले भनेको मैले देखेको र युजली रिसर्चले पनि देखाएको भने फुड र एग्रिकल्चरमा गर्छ, होइन। तर त्यसको कुरा हामीले युजली गर्दैनौँ। मेरो रिसर्च पनि त्यसै हुँदैन, मैले खास भनिहालेको, होइन। अनि मैले चाहिँ रिसेन्टली रिसर्च गर्दाखेरि के थाहा पाएँ भने, अघि सरले पनि भन्नुभएको थियो लापा नाकोको कुराहरूदेखि लिएर गभर्मेन्टले न्यापको कुरा गर्छ, अर्को एनडिसीको कुरा गर्छ, सबै कुरा गर्छौँ हामी, होइन। तर लोकल लेभलमा जाँदाखेरि उनीहरूलाई केही पनि थाहा छैन कि गभर्मेन्ट बडिज या भनौँ जुन ब्युरोक्रेटहरू छ उनीहरूलाई थाहै छैन। मैले रिसर्च उनीहरूलाई पर्सनली गएर सोधेको, यो मलाई सुने त हो सर, तर मलाई थाहा छैन भन्नुहुन्छ कि उहाँले। अनि उहाँलाई कृषि विज्ञ जो हो ग्राउन्ड लेभलमा राखेको उहाँहरूलाई नै थाहा छैन कि। अनि त्यो मान्छेले अरू मान्छेलाई के सिकाउला, किसानलाई उहाँहरूले चाहिँ के सिकाउनुहुन्छ होला। र क्लाइमेट स्मार्ट एग्रिकल्चरको कुरा पनि गर्छौँ हामीले, एफएओले यताउता ठुलो कुरा गर्छौँ, होइन। बट त्यहाँ लोकल लेभलमा केही पनि भएको छैन कि। मैले चाहिँ खास सुदूरपश्चिमबाट बिलङ गर्छु म चाहिँ, मैले त्यहाँको कुरा भन्नु थालेको, डिस्टर्ब भयो क्या मलाई। अनि त्यहाँ चाहिँ मैले लोकल लेभलसँग कुरा गर्दाखेरि उनीहरूसँग लापा नापाको कन्सेप्टै थाहा छैन। अनि उहाँहरूले चाहिँ के गरिराख्नु भएको छ त भन्दाखेरि देयर इज नो प्लान के, केही पनि छैन क्या। तर मैले चाहिँ अहिले के भने ल संस्थाहरूले त गरिराख्नु भएको होला नि त भन्दाखेरि संस्थाहरूलाई पनि उहाँहरूले सपोर्ट पनि गर्नु हुँदो रहेछ। अनि कसैले जाँदा पनि खासै अब हामीसँग त बजेट पनि छैन, हामीले गर्न सक्ने केही पनि होइन, गर्नुहुन्छ अनि गर्नुहोस् भन्छ। अनि त्यहाँ चाहिँ संस्थाहरू पनि 2टा मात्रै काम गरिराख्नु भएको रहेछ कि, डडेलधुराको कुरा गर्दैछु म चाहिँ, होइन। अनि बैतडीमा त त्योहरू पनि छैन त्यो चाहिँ। त्यसले गर्दा अलि हाम्रो सुदूरपश्चिमलाई चाहिँ अनि सबैले चाहिँ अलिक पछाडि पारे हो कि जस्तो पनि लाग्छ मलाई, होइन। अनि मैले रिसर्च गर्दा पनि डाटाको कुरा अघि सरले मेट्रोलोजिकल डाटाहरू देखाइराख्नु भएको थियो, त्यो डाटा पनि मैले खोज्दाखेरि मलाई यति गाह्रो भयो कि म आफै टेक फ्रेन्डली मान्छे हो म, होइन। म धेरै इन्टरनेटमै हुन्छु, म धेरै एक्सप्लोर गरेर हुन्छु। तर त्यो वेबसाइट यति गाह्रो थियो कि मैले लास्टमा गएर म्यानुअली नै डाटा लिनु पऱ्यो कि, होइन। त्यो चाहिँ तपाईँले 2 क्लिकमा डाटा आउनुपर्ने, म पे गर्नु म रेडी थिएँ, 2 क्लिकमा हुनुपर्ने, त्यो पनि भएन कि, त्यो चाहिँ टाइम लाग्यो। सो हामी डिजिटल्ली एडभोकेसीको कुरा गर्छौँ, डिजिटल ट्रान्सफरको कुरा गर्छौँ, तर एउटा वेबसाइट राम्रो बनाउन सकेका छैनौँ, होइन। अनि त्यो जुन डेली अपडेटको कुराहरू पनि त्यो उसमा हेर्दाखेरि मैले नै बुझ्दिनँ, अरू जेनरल पब्लिकले त के बुझ्दा जान्छ। सो त्योहरूलाई अलिक फ्रेन्डली बनाउनु सक्यो भने, या तपाईँहरूले त्यसलाई अलि रोल खेल्नुभयो भने, र मोर अफ गभर्मेन्ट बडीमा तपाईँले जुनमा काम गरिराख्नु भएको छ त्यो चाहिँ अरू मिनिस्ट्रीहरूसँग या भनौँ अरू डिपार्टमेन्टसँग पनि अलिक कोलाबोरेसन। र तपाईँ के भन्छ भने, जस्तो इक्जाम्पलको लागि रोड खन्दाखेरि एकचोटि एकजनाले रोड बनाउँछ, जान्छ, फेरि अर्कोले खन्छ, फेरि पाइप हाल्छ, फेरि बन्द गर्छ, फेरि अर्कोले विद्युत रोगको हाल्छ नि त। सो त्योभन्दा नि एकैचोटि कोअर्डिनेट गरेर गऱ्यो भने, मैले चाहिँ इक्जाम्पल कति दिएको त्यस्तो गऱ्यो भने अलि बजेट पनि बस्थ्यो अनि सबै कुराहरू एक कोलाबोरेटिभ रूपमा काम हुन्थ्यो कि जस्तो चाहिँ मलाई लाग्छ, होइन। सो एउटा सजेसन पनि, अनि तपाईँहरूले यसको इक्जाम आन्सर दिनुभयो भने आई विल बी ग्रेटफुल। थ्याङ्क यू। म चाहिँ कर्णाली प्रदेश दैलेखबाट अहिले राष्ट्रिय युवा परिषदले चाहिँ एउटा वातावरण र जलवायु सम्बन्धी सञ्जाल बनाएको छ, त्यसमा पनि आबद्ध छु। एउटा चाहिँ सिसिएमडी मिनिस्ट्रीलाई चाहिँ एप्रिसिएट गर्नलाई मैले कुरा गर्न खोजेको। केही समय अगाडि मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार चाहिँ त्यो सञ्जालले एउटा वर्कसप गऱ्यौँ र त्यसबाट फिडब्याकहरू दिएको थियौँ। एनडिसी 3 डकुमेन्टमा हामीले दिएको 60वटा फिडब्याकमा चाहिँ अलमोस्ट 22वटा चाहिँ पार्सियल्ली र कम्प्लिटली चाहिँ त्यसमा आएको छ फिडब्याकहरू। सो थ्याङ्क यू सो मच। त्यो बेलामा चाहिँ हामीले तत्कालीन मन्त्री हुनुहुन्थ्यो माधव चौलागाई र सिसिएमडीको चिफ मैसुर ढकाल सरलाई चाहिँ यो बुझाएका थियौँ। त्यसै गरेर अरू विभिन्न कामहरू पनि गरिरहेका छौँ। अनि त्यो एनडिसी 3 डकुमेन्टमा चाहिँ के लेखिएको छ फर्स्टमै भन्दाखेरि त्यसमा जति बजेट लाग्छ कार्यान्वयन गर्नको लागि अराउन्ड 85% चाहिँ वैदेशिक सहायता भयो भने मात्रै सम्भव हुनेछ भनेर। अहिले चाहिँ मैले हिमाल सरलाई यो प्रश्न राख्न चाहेँ कि मन्त्रालयले यसको लागि के कस्ता पहलहरू चाहिँ सुरु गरेको छ अथवा गर्ने प्लानमा छ भनेर। थ्याङ्क यू सो मच। नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ रेशमा विक, म कन्टेन्ट प्रदेश म्याग्दी जिल्लाबाट। हाम्रो चाहिँ क्लाइमेटको कुरामा चाहिँ यहाँ चाहिँ डिसेबिलिटी अनि दलित सीमान्तकृत यसलाई जोडिएको छ, होइन। अब यो क्लाइमेटलाई चाहिँ यसरी जोडिएको छ कि अब क्लाइमेट चेन्ज हुँदाखेरि त अब असर पर्ने भनेको त अब वातावरणदेखि लिएर जनावरदेखि लिएर पृथ्वीका सबै
प्राणी सबैलाई हो नि त असर पर्ने त, तर तोकिएर चाहिँ अब दलितलाई अनि सीमान्तकृत अनि डिसेबिलिटीलाई चाहिँ कसरी त यो कसरी चाहिँ यो रिलेटेड हुने अनि कसरी चाहिँ प्रभाव पर्ने त, यो चाहिँ पर्ने त सबैलाई हो नि त, तर तोकिएर नै यो क्लाइमेटसँग चाहिँ दलितलाई अनि मार्जिनलाइजलाई चाहिँ कसरी किन रिलेट गर्नु परेको त भन्ने मेरो प्रश्न छ। धन्यवाद। केही त अब समाधान नै भइसकेका छन् होइन, यो अस्ति प्रस्तुतिबाट पनि डिस्कस पनि जलवायु न्यायको कुरा आएको थियो। अब क्लाइमेट जस्टिसलाई कसरी चाहिँ नेपाल सरकार वन मन्त्रालयलाई चाहिँ राज्यको दायित्व कसरी निर्वाह गरिरहेको छ र आगामी दिनहरूमा पनि कसरी गर्छ होइन, यसलाई समाधान गर्न भन्ने क्वेसन छ। अनि यसमा लस एन्ड ड्यामेजको कुरा पनि गर्नुभएको थियो, सुरुमा क्षितिज पाइने जस्तो लागेको थियो होइन। यसमा चाहिँ अब अघि धेरै कुरा आइसक्यो, कस्तो भन्दाखेरि जति क्लाइमेट पोलिसीहरू बनाएको छ नि पहिला होइन, त्यसमा छुटेका कुराहरूलाई चाहिँ अपडेट गर्दै जाने 5-5 वर्षमा, त्यो निश्चित अवधिमा चाहिँ अपडेट गर्नु पऱ्यो नि त। आजभन्दा 10 वर्ष 15 वर्ष अगाडिका बनाएका नीति नियमहरूले त अब यो परिवर्तित समयअनुसारलाई त त्यसले त सम्बोधन गर्दैन। त्यही भएर यहाँले उठाएका सल्लाह सुझावलाई चाहिँ सम्बोधन हुने खालका चाहिँ त्यो नीतिमा चाहिँ पक्कै पनि कार्यान्वयन हुनेछ। भइ पनि सक्यो, अघि हाम्रो यहाँ लामा म्याडमले भन्नुभएको थियो यहाँ 3.0मा चाहिँ जेसी थियो जेडसी भनेर आएको छ, डिसिएबिलिटी त्यसरी थपिँदै गएको छ। त्यो पनि एउटा न्याय जस्तो लाग्छ मलाई, मन्त्रालयले गरेको एउटा महत्त्वपूर्ण काम। र अब युवाहरूलाई सहभागी गराउनेहरू कार्यक्रमहरू धेरै भएको छ, कोही छुट्नु पनि भएको छ होला, प्रतिनिधित्व गरेर गर्ने, त्यसमा एउटा कन्सर्न छ कतिजना गर्ने, कता कताबाट गर्ने होइन। निश्चित भूगोल अब कुनै संस्थाहरूबाट भने जस्तै सगरमाथा सम्वाद गर्दाखेरि नै हामीले एउटा युवाहरू लक्षितै कार्यक्रम गर्थ्यौँ। एउटा युवाले चलाएर एउटा सेसनै उहाँहरूले चाहिँ सम्पन्न गर्नुभएको थियो। युवाहरूलाई नै हामीले जिम्मेवारी दिएको थियौँ, उहाँहरूले नै सम्पन्न गर्नु एउटा सेसन चाहिँ। त्योभन्दा अगाडि वायु सम्वाद भनेर गरेको थियौँ, एउटा बालबालिका युवा सम्वाद। सगरमाथा सम्वादमा चाहिँ सबैलाई त त्यहाँ अब किनकि विदेशी पाहुनाहरूलाई चाहिँ यो के अरे विज्ञहरूलाई चाहिँ हामीले धेरै निमन्त्रणा पठाएको थियौँ होइन। अब देशबाट हाम्रै देशबाट चाहिँ विभिन्न कुनाबाट चाहिँ हामीले त्यहाँ रिप्रेजेन्ट गर्न सक्दैनहरू चाहिँ पहिल्यै प्री सम्मानमा चाहिँ धेरै बालबालिका युवाहरूलाई चाहिँ हामीले त्यहाँ राखेर चाहिँ फिडब्याकहरू लिएका थियौँ होइन। त्यसै गरी अब लस एन्ड ड्यामेजमा चाहिँ यहाँहरूलाई भनिदिउँ यो फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज भन्छ, त्यसमा चाहिँ अहिले 5 देखि 20 मिलियन होइन युएसडीसम्मको चाहिँ परियोजनाको लागि चाहिँ आह्वान भएको छ। त्यसमा पनि धेरै प्रपोजलहरू चाहिँ सब्मिट भइरहेको छ। त्यसबाट पक्कै पनि अब यो जलवायु न्यायको लागि चाहिँ सम्बोधन हुनेछ। त्यसमा पनि युवा लक्षित कार्यक्रमहरू अनि यो जति क्लाइमेट चेन्ज इम्प्याक्ट पारेको छ भोलि लेभल कम्युनिटीहरूको लागि त्यस्ता खालका चाहिँ भर्खरै एनडिआरएमए यो एनडिआरएमए र अनि हाम्रो एइपिसीले मिलेर एउटा प्रपोजल प्रस्ताव पेस गरेको छ, मन्त्रालयबाट पेस भइसकेको अवस्था छ। अनि यो फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेजको चाहिँ हाम्रो मन्त्रालयको महेश ढकाल सर चाहिँ त्यसको वैकल्पिक सदस्य पनि हुन्छ होइन। त्यसरी कन्ट्याक्ट भइरहेको छ त्यसमा इकोनोमिक नन इक्विट लसलाई सम्बोधन गर्नलाई। अनि अर्को कार्बन व्यापार अनि अर्को थामेमा जस्ता ब्लफहरू चाहिँ त्यस्ता घटनाहरू घटिरहेको छ क्लाइमेट चेन्जले गर्दाखेरि। चाहिँ अब हामीले अन्तर्राष्ट्रिय स्तरमा जति चाहिँ जलवायु सम्मेलन हुन्छ त्यस्तोमा चाहिँ हामीले के गरेको छ नेपाल सरकारले भनेको छ यो राइट हो कि ह्युमन राइट हो चाहिँ म त ह्युमन राइट नै भन्छु, संविधानले दिएको छ होइन। पोलिटिकल प्रिन्सिपल भनेर संविधानमै उल्लेख छ। हामीले माग गर्नुपर्छ जोडदार तरिकाले चाहिँ हामीले चाहिँ पुरै यो इकोसिस्टममा सबै चाहिँ अब फ्रेस वाटर दिने चाहिँ काम हाम्रो देशबाटै भएको छ। जति माउन्टेनस कन्ट्री छ डाउन स्टेटमा चाहिँ जति चाहिँ त्यो माथिबाट पगिरहेको हुन्छ त्यसको चाहिँ रिसोर्स वाटर रिसोर्स होइन हाम्रो हिमालहरू हो। अनि फ्रेस वाटर फ्रेस एयरहरू दिने नै हाम्रो इकोसिस्टम बचाउने कामै गर्छ कि हामीले किन नमाग्ने। इन्टरनेसनलमा चाहिँ जति चाहिँ प्रतिबद्धता छ अन्तर्राष्ट्रिय स्तरमा गरेका त्यस्ता प्रतिबद्धतालाई चाहिँ सम्बोधन हुन चाहिँ हाम्रो एक्सेस गरिरहेको अवस्था छ। प्रत्येक कोपमा गएर होइन हाम्रो राष्ट्रिय स्थिति पत्र बनाउने, त्यहाँ गएर चाहिँ जोरदार तरिकाले बाइल्याटरल मल्टिल्याटरल होइन नेगोसिएसनहरू गर्ने होइन मिनिस्ट्री लेभलबाट हाई लेभलबाट अनि यो अब मिनिस्ट्री के भन्छ यो सचिव स्तरबाट होइन सबै चाहिँ सरकारबाट निकायबाट त्यसरी गरेर चाहिँ भइरहेको छ। र माउन्टेन एजेन्डा अघि नै मैले भनिसकेको छु, यसमा चाहिँ अबको कोपमा चाहिँ माउन्टेन एजेन्डाको टेक्स्टमा पनि छलफल हुन्छ। त्यसमा पनि केही कार्यक्रमहरू पक्कै पनि आउँछ। त्यसमा चाहिँ बङ्गलादेश भुटान होइन नेपाल मिलेर चाहिँ एउटा लिड गरेर चाहिँ त्यस्ता खालका अन्तर्राष्ट्रिय स्तरमा भएका सम्मेलनहरूमा पनि नेपालले चाहिँ जोरदार तरिकाले चाहिँ प्रस्तुति त्यहाँ सहभागी गरिरहेको अवस्था छ। अर्को युवा क्लाइमेट चेन्ज एडभोकेसीमा वञ्चित भइरहेका छन् भन्ने कता युनिभर्सिटीबाट यताबाट आएको थियो। वञ्चित भएको अहिले नै भनिसक्यो मैले सबैलाई रिप्रेजेन्ट गर्न सकेका छैन होला, यहाँ भएको मध्ये सबैलाई कोही छुट्नु होला होइन। त्यसलाई रिप्रेजेन्टेटिभ तरिकाले गरेको छ। हामी सँगसँगै युवाहरूलाई चाहिँ लिएर हिँडिरहेका छौँ। अब बनाउने पोलिसीहरूमा नि युवाहरूलाई नै जोडेर चाहिँ हामीले त्यस्ता खालका कार्यक्रमहरू ल्याउने पोलिसीहरूमा नि इन्कर्पोरेट गर्ने भनेर चाहिँ हामीले सोचिरहेको छौँ। अब युनिभर्सिटीहरूलाई पनि हिजो मात्र म आफै एउटा तालिममा थिएँ 10 दिनको चाहिँ लामो तालिम जिएजी इन्भेन्ट्री तालिम भनेर मन्त्रालयले दिएको थियो। त्यसमा चाहिँ धेरैजना चाहिँ बिलो 30 का युवाहरू हुनुहुन्थ्यो त्यस्तो प्रोग्राममा चाहिँ। त्यहाँ पनि युनिभर्सिटीबाट क्युबाट ट्युबाट होइन पोखरा युनिभर्सिटीबाट धेरैजना चाहिँ आएर क्षमता विकास तालिम त्यो चाहिँ इन्भेन्ट्री सफ्टवेयरको आइबिसीले दिएको सफ्टवेयरको तालिम पनि
सञ्चालन भएको छन् त्यस्ता खालका कार्यक्रमहरूमा मन्त्रालयले सहभागी गराउँदै आएको बेहोरा पनि जानकारीको लागि मैले यहाँ राख्दछु। लोकल लेभलमा त्यति जानकारी छैन, सुदूरपश्चिमहरूमा थियो लापाको कुराहरूमा थियो। लापा चाहिँ यस्तो अब लोकल एडप्सन प्लान अफ एक्सन जुन फ्रेमवर्क बनाएको छ 2011मा, त्यसमा रहेर चाहिँ लोकल लेभलले आफैले गर्न सक्ने खालको एउटा प्रोग्राम हो। न्याप बनाएको छ, न्यापकै आधारमा चाहिँ त्यसलाई इम्प्लिमेन्टेसन गर्नको चाहिँ आफ्नो पालिकाले चाहिँ आफै त्यो बजेट छुट्याएर हुनसक्छ त्यहाँको जति रिसोर्सेसहरू छन् होइन त्यो टेक्निकल पर्सन कम भएको हुनाले चाहिँ त्यति थाहा नहुन पनि सक्छ। तर हामीले चाहिँ कति सशर्त अनुदानको रूपमा पनि यसपालि नै धेरै पालिकामा चाहिँ सशर्त हाम्रो मन्त्रालयमै सिधै बजेट त्यसरी लापा बनाउनु हुने गएको छ। कति सङ्घ संस्थाहरूले नै एनजिओहरूले त्यो विकास साझेदार निकायहरूले पनि सहयोग गरेर लापा आफैले बनाउनु भएको छ होइन। त्यो फ्रेमवर्क छ, फ्रेमवर्कमा रहेर गर्न सक्नुहुन्छ। र अब 263वटा पालिकामा चाहिँ लापा बनिसकेको अवस्था छ होला। सुदूरपश्चिमको कुनै कुनै पालिकामा बाँकी होला, बन्दै गर्छ अझ त्यो चाहिँ अब यो 16औं योजनामा पनि 753वटा पालिकामा चाहिँ लापा बनाउनु भने त्यो टार्गेट राखेको छ। अवश्य पनि पुरा हुन्छ। त्यसमा चाहिँ अब तपाईँहरूले बुझ्नुभयो, यहाँ सिक्नुभयो, जान्नुभएको व्यक्तित्वहरूले चाहिँ युवाहरूले चाहिँ त्यो पालिकामा गएर यसो ढक्कन चाहिँ पर्छ। अब लापा फ्रेमवर्क रहेछ नि त, तपाईँ हामीले चिन्ता बजेट छुट्याउनु पर्यो, पानी हुन्छ, बजेटिङ हुन्छ, त्यस्तो केसमा चाहिँ गएर यहाँहरूको पनि अब ठुलो योगदान हुन्छ भन्ने मैले अपेक्षा राखेँ। अर्को रिता थापा म्याडमले मन्त्रालयलाई धन्यवाद दिनुभएको छ, एकदम आभार प्रकट गर्दछु। 85% चाहिँ कन्डिसनल राखेको छ यान्डिसमा, पक्कै पनि हो। किनकि हामीले 0.027% मात्र इमिसन गरेका छौँ। हामी किन धेरै चाहिँ हाम्रो त विकास होइन, डेभलपिङ कन्ट्री अझै डेभलप गर्नु छ होइन, इमिसन चाहिँ पुरै जिरोमा झार्ने कुरो त तत्कालको लागि त भएन। तर तिमीहरूले चाहिँ डेभलप कन्ट्रीबाट अन्तर्राष्ट्रिय जति फन्डहरू चाहिँ पाइन्छ भने हामीले अझै पनि 2045 चाहिँ नेट जिरो को चाहिँ स्ट्राटेजी बनाएको छौँ, त्यो पुरा गर्छौँ होइन। कन्डिसनल हुनुपर्छ। हामीले चाहिँ अब जति मारमा छौँ क्लाइमेट चेन्जबाट बढी इम्प्याक्टमा छौँ, हामी डेभलपिङ कन्ट्री बढी भोल्नरेबल छौँ, हाम्रो जोखिममा छौँ होइन। त्यसको कारणले गर्दा चाहिँ हामी त्यो बढी चाहिँ फन्ड इन्टरनेसनल फन्डमै चाहिँ रहेर चाहिँ त्यस्तो खालका टार्गेटहरू चाहिँ हामीले पक्कै बनाएको हो। त्यसलाई पुरा गर्न धेरै योजनाहरू अब धेरै चाहिँ परियोजनाहरू आएका छन्। अहिले डिएचएममै ग्लभ भन्ने परियोजना आएको छ, विनोद सरयाम उहाँहरूको ठुलो प्रयासले चाहिँ होइन। त्यसले चाहिँ अब यो ग्लभ थामे जस्ता विभिन्न कतिवटा छ त्यसको चाहिँ 4वटा चाहिँ त्यो जुन डेन्जरस लेकहरू छन् त्यसको लागि चाहिँ लेक लोरिङका कामहरू होइन, एडप्टेसनका कामहरू, टेक्नोलोजीका कामहरू चाहिँ पक्कै पनि हुँदै जान्छ। त्यस्तो खालका चाहिँ इन्टरनेसनल फन्डबाट पनि यसलाई चाहिँ जति आउँछन् सरकारी गैर सरकारी सबै निकायबाट आएका चाहिँ परियोजनाबाट पनि सम्बोधन हुँदै जान्छ। यो पक्कै एनडिसीका लक्ष्यहरू पनि समय सापेक्ष चाहिँ यसलाई पुरा हुँदै जान्छ भन्ने कुरा राखिदिनु रहेको छ। थ्याङ्क यू। हस्, म चाहिँ एकदम टु द पोइन्ट, केही प्राविधिक प्रश्न छन्, केही जेनरल क्वेसन्सहरू छन्। पहिलो हाम्रो रुकुम पश्चिमको स्वामीले चाहिँ हिमताल विस्फोट र हिम नदीजन्य प्रकोपको पूर्वानुमान सम्भव छैन भन्ने आशयको प्रश्न थियो होइन। हिमताल विस्फोट चाहिँ को पूर्वानुमान असम्भव नै छ। यो भूकम्प जस्तै हो, भूकम्प जान्छ भन्ने थाहा छ, कहिले जान्छ थाहा छैन। हिमताल विस्फोट पनि हुन्छ करिब करिब थाहा छ। कतिपय हिमतालहरू नफुट्न सक्छन्, तर धेरैजसो हिमतालहरू भ्याली ग्लेसियर्स भन्छौँ हामी, खोजमा भएका हिमतालहरू एक न एक दिन फुट्न सक्छन् भन्ने पूर्वानुमान गर्न सकिन्छ। तर कहिले भन्ने कुराको चाहिँ कठिन छ। किनभने हिमताल विस्फोटन चाहिँ मुख्यतया 5वटा कारणले हुन्छ। एउटा, तालमा पानीको भोल्युम बढ्दै गयो, त्यसको प्रेसरले अगाडिको मोराइन भन्छौँ हामी, त्यो गेग्रियानले जुन हिमताललाई रोकेर राखेको छ पानीलाई, त्यो फुट्छ त्यसको प्रेसरले, त्यो नेचुरल ब्रस जस्तो भयो। दोस्रो, अब हिम पहिरो खस्यो हिमतालमा, बजारियो, हलचल पैदा भयो पानीमा, त्यसले चाहिँ एक्स्ट्रा प्रेसर सिर्जना गर्छ वालमा, ब्रस भन्छ। तेस्रो भनेको हामी सिपेज भन्छौँ, आइसिङ, यो पाइपिङ भन्छौँ। हिमताललाई वरिपरिबाट जुन गेग्रियानले ढाकेर राखेको छ, त्यो गेग्रियानको भित्रपट्टि पनि आइसले सिमेन्टको काम गरिरहेछ, फ्रोजन आइस। अब बिस्तारै ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जको जुन इस्यु छ, टेम्परेचर राइज हुँदै जाँदाखेरि त्यो गेग्रियानभित्र भएको आइस मेल्ट हुन्छ र त्यो गेग्रियानभित्रको आइस मेल्ट हुने बित्तिकै हिमतालको पानी चाहिँ त्यो पाइपिङ इफेक्ट भन्छौँ, त्यो सिपेज जसरी बाहिर आउनु खोज्छ, त्यसले एक्कासी जुन प्रेसर सिर्जना गर्छ त्यसले ब्रस गर्छ। तेस्रो र अर्को चौथो महत्त्वपूर्ण कारण भनेको चाहिँ भूकम्प। ठुलो भूकम्प जाँदाखेरि हिमतालको क्षेत्रमा, गेग्रियानको क्षेत्रमा दरारहरू उत्पन्न हुनसक्छ, त्यसले चाहिँ फेरि फुटाउँछ।
भन्ने यी 4वटा मुख्य कारणहरू छन्। यी 4वटै कारण चाहिँ अनप्रेडिक्टेबल छन्, अनसर्टेन छन्। त्यस कारणले हामी कहिले हिमताल फुट्छ भन्ने पूर्वानुमान गर्न सक्दैनौँ। तर हिमताल कुन जोखिमपूर्ण छ, कुन चाहिँ कम जोखिममा छ, कुन चाहिँ अत्यन्तै न्यून जोखिममा छ भनेर क्याटेगोराइज गर्न सक्छौँ। त्यो क्याटेगोराइज गरिएको पनि छ। इसिमोड UNDP को पछिल्लो रिपोर्ट हेर्नुभयो भने त्यसमा क्याटेगोरिकली त्यो देखाइएको छ। भलै त्यसमा पनि केही लिमिटेसन्सहरू छन्, किनकि अहिलेसम्म जति हिमताल फुटे जुन उच्च जोखिममा भएका भनिएका फुटेका छैनन्, अन्य फुटेका छन्। त्यस हिसाबले त्यस कारणले हिमताल विस्फोटको पूर्वानुमान गर्न नसक्ने भएको कारणले हामीले चाहिँ जोखिमका आधारमा हिमतालको रिस्क रिडक्सनमा काम गरिराखेका छौँ। एउटा अघि हिमाल सरले पनि जोड्दै हुनुहुन्थ्यो, GCF प्रोजेक्ट आएको छ। GCF प्रोजेक्टले 4वटा हिमतालको पानी खोलेर फाल्ने ताकि जोखिम केही घट्यो। र सँगै अर्ली वार्निङ सिस्टम पनि यदि फुटिहाल्यो भने डाउन स्ट्रिममा चाहिँ खबर चाहिँ टाइमली पुर्याउन सकियो भने कम्तीमा क्षतिलाई चाहिँ न्यूनीकरण गर्न अथवा शून्यमा धार्न पनि सकिन्छ भन्ने, खास गरी मानवीय क्षतिलाई। अब धनको क्षति त हुन्छ नै होइन, त्यसलाई रिड्युस मात्रै गर्ने हो। त्यस कारणले हामी चाहिँ हिमताल विस्फोटको पूर्वानुमान गर्न नसक्ने भएको कारणले त्यसमा चाहिँ सेन्सरहरू जडान गरेर फुटिहाल्यो भने तत्कालै अर्ली वार्निङ चाहिँ दिने, त्यसमा चाहिँ काम गरिराखेका छौँ। पहिलो प्रश्नको सन्दर्भमा यति कुरा राखेँ। दोस्रो, कमल कुमार शाहले वरदान भन्ने शब्द प्रयोग गर्नुभयो। मैले वरदान शब्द चाहिँ प्रयोग गरेको थिइनँ, भविष्य भनेको थिएँ। भविष्यलाई सरले वरदान भनेर बुझ्नुभयो, फ्युचर भन्न खोजेको। जस्तै यहाँ परिराखेको पानीले चाहिँ तराईको लागि भविष्य हो भनेको चाहिँ त्यहाँ बाढी बनेर चाहिँ 6-8 घन्टापछि जान्छ। त्यस कारणले त्यहाँनिर फ्युचर भयो भनेको। फ्युचर भनेको फेरि इन द सेन्स वरदानको सेन्समा होइन, त्यो वरदान पनि हुनसक्छ, किनकि पानी त चाहियो। पानी बिना हामी खेतीपाती नै गर्न सक्दैनौँ। तर धेरै मात्रामा पानी आए यहाँले पनि जोड्नु भएको छ, अति कम अथवा अति बढी पानीले क्षति गर्ने हो। त्यस कारणले अति बढी पानीको हकमा चाहिँ हामीले पहाडी हिमाली क्षेत्रको जुन डेटा छ त्यसलाई लिएर तराईको लागि पूर्वानुमान गर्छौँ भन्न मात्रै खोजेको हो। रातुको प्रसङ्ग जोड्नुभयो, अवश्य पनि त्यहाँनिर समस्याहरू छ। हामीले पछिल्लो समय तराई र सहर केन्द्रित परियोजना सञ्चालन गरिराखेका छौँ। त्यसमा मध्य प्रदेशको क्षेत्रमा मात्रै करिब 37वटा केन्द्रहरू थप हाइड्रोमेट्रिक स्टेसन्सहरू चाहिँ थपिएको छ, जसले तराईको क्षेत्रमा चाहिँ अब चुरेबाट हुने जुन क्षति छ त्यसलाई रोक्नको लागि सहयोग गर्नेछ। तेस्रो प्रश्न यादव सिंह धामी सरको यो कमन क्वेसन जस्तो थियो। यसमा ड्रट फ्लडले चाहिँ क्लाइमेटका कारणले खास गरी फुड एग्रिकल्चरमा इम्प्याक्ट हुन्छ भन्ने सन्दर्भमा त्यो अवश्य पनि हो। म यो मिटिङभन्दा अगाडि 2 घन्टा अगाडि एउटा अनलाइन मिटिङै सकेर आएको। त्यहाँ हामी एउटा प्रोजेक्टको सन्दर्भमा छलफल गर्दैछौँ। त्यहाँनिर एग्रिकल्चर स्पेसिफिक भएर अर्ली वार्निङ सिस्टमको एउटा प्रोजेक्ट इस्टर्न नेपालको लागि डिजाइन पनि गर्दैछौँ FAOसँग मिलेर। अवश्य पनि सत्य कुरा नै हो। एग्रिकल्चर हामी चाहिँ हामी पिपललाई फोकस, कम्युनिटीलाई फोकस गरेर काम गरिराखेका छौँ। तर कम्युनिटीको डिपेन्डेन्सी फेरि एग्रिकल्चरमा हो, फुडमा हो। त्यस कारण फुड सेक्टर र एग्रिकल्चर सेक्टरलाई चाहिँ नजरअन्दाज गर्न खोजिए जस्तो अथवा त्यसमा अलिकति रिसर्च ग्याप पनि हो कि जस्तो देखिन्छ। त्यसो भएर त्यसमा चाहिँ हामी त्यसतर्फ काम गर्ने भनेर भनेका छौँ। भलै यसमा केही कामहरू चाहिँ इनिसिएट भएको छ। नार्ड र DHMको बिचमा विकली वेदर एग्रो वेदर बुलेटिन विगत लागु समितिको जारी हुँदै आएको छ। र फ्युचरमा हामी अब एग्रिकल्चर सेक्टर, हाइड्रोमेट सेक्टर र अन्य सेक्टर्सहरूको चाहिँ समन्वयमा चाहिँ यो कामहरू अगाडि बढाउनु पर्नेछ। र सँगै सरले DHMलाई पनि केही गुनासो व्यक्त गर्नुभएको छ। टेक फ्रेन्डली भएन वेबसाइट भन्नुभएको छ। वेबसाइट सुधार हुँदैछ, टेक फ्रेन्डली बिस्तारै बनाउँदै लैजाने हो, त्यो हुँदै जान्छ नै। तर कतिपय कुराहरू नसकिने पनि रहेछ हाम्रो रियलाइजेसन, किनभने हाम्रो वेबसाइटको भिजिटर्सहरू चाहिँ मेनली एजुकेटेड मान्छेहरू नै बढी देख्छौँ। अब आम जनताले वेबसाइट खोलेर त्यसमा सबै कुरा बुझ्न सक्ने गरी अब हामीले नेपालीकरण, नेपाली भाषामा सूचनाहरू राख्ने ती अनेकन प्रयासहरू चाहिँ गरेका छौँ। पिक्टोरियल पहिला जुन थिएन, यसलाई अब यहाँहरूको पनि फिडब्याक छ, अरू धेरै गुनासोहरू पनि हामीले प्राप्त गरिराखेका छौँ र त्यो युजर फ्रेन्डली बनाउँदै लाग्नेछौँ। अब अर्को डेटाको लागि धेरै दुःख पाएँ भन्नुभएको छ। अब चाहिँ यो डेटाको लागि अफिस जानु नपर्ने गरी अब पछिल्लो सरकारको सन्दर्भ अलिकति पिपल सेन्ट्रिक भएर काम गर्ने भन्ने जुन सन्दर्भमा अलि बढी पुस भइराखेको छ। त्यसले गर्दाखेरि अब हामी अनलाइनबाटै पेमेन्ट गर्न सकिने र डेटा पनि इमेल मार्फत प्राप्त गर्न सकिने अथवा डाउनलोड गर्न सकिने दिशामा काम गर्न खोजिरहेका छौँ। यो केही महिना चाहिँ लाग्ला।
त्यस पछाडि सायद यति प्रश्न थियो म प्रति। रेशमा विकले क्लाइमेटलाई मार्जिनलाइज दलितसँग नै रिलेट किन गर्नुपर्ने भन्ने सन्दर्भमा बिहान हाम्रो यो बिहान भन्दा अघि जो म्याडम यहाँबाट जानुभयो उहाँले पनि सन्दर्भ उठाउँदै हुनुहुन्थ्यो। खास गरी जोखिममा बढी चाहिँ विपन्न वर्ग होइन, भिन्न क्षमताका वर्ग अथवा समुदाय अथवा व्यक्ति हुनुहुन्छ। हामी गत महिना मात्रै पनि अपाङ्गता सम्बन्धी एउटा महासङ्घ छ कि एफडिए समथिङ, उहाँहरूसँग एउटा मिटिङमा बसेका थियौँ। कसरी चाहिँ भिन्न क्षमता भएका विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ छुट्टै सूचना कसरी सम्प्रेषण गर्ने, यो सबभन्दा बढी जोखिममा उहाँहरू हो भन्ने सन्दर्भमा एउटा मिटिङ पनि गरेका थियौँ। हामी अब आँखा नदेख्नेहरूको लागि अथवा चाहिँ हिँडुल गर्न नसक्नेको लागि, कान नसुन्नेको लागि छुट्टा छुट्टै किसिमको सूचना चाहिँ कसरी दिने, त्यो पनि ल्याङ्ग्वेज पनि को सन्दर्भ छ, त्यसलाई सबैलाई चाहिँ समेट्ने कोसिस गरिराखेका छौँ। आगामी मनसुनमा हामी खास गरी भाषागत हिसाबले चाहिँ देशका विभिन्न स्थानीय भाषाहरूलाई जल तथा मौसम सम्बन्धी सूचना प्रवाह गर्ने चाहिँ सोचिराखेका छौँ आउँदो मनसुनदेखि। तर यो अब अपाङ्ग महासङ्घसँग मिलेर उहाँहरूले नै रिकमेन्ड गरेको उहाँकै आइटीको टिम पनि हामीसँग सँगै काम गर्ने भन्ने छ। कस्तो सूचना कसरी चाहिँ प्रवाह गर्ने भन्ने सन्दर्भमा चाहिँ हामी काम गर्दैछौँ। यो थप 1 महिनामा हामी सिग्निफिकेन्ट प्रोग्रेस चाहिँ गर्छौँ। त्यसो भएर यो विपन्न वर्ग, मार्जिनलाइज अथवा दलित समुदाय पनि अब परम्परागत रूपमा अलिकति सूचनाबाट पहुँचबाट अलिकति पछाडि भएको भन्ने जुन यथार्थ छ त्यसलाई टेकेर नै सम्भवतः यो क्षेत्रको लागि चाहिँ हामीले अलिक बढी प्रायोरिटी सबैले दिइराखेको हुनुपर्छ। अब हामी एक दिन यस्तो भने प्रश्न गर्नुभएको थियो, त्यसको जवाब गरिदिनका लागि मैले ओमजीलाई रिक्वेस्ट पनि गरेँ। केही त्यसमा छुटेको रहेछ भने म आफै पनि त्यसलाई एड्रेस गर्नेछु। हस्, धन्यवाद तारा मिस प्रश्नको लागि। यो ठ्याक्कै प्रश्नमा जानुभन्दा अगाडि म चाहिँ केही कुरा अब स्थानीय सरकारसँग हामी बढी काम गर्छौँ, त्यसो हुनाले आफ्नो अनुभव म सेयर गर्न चाहन्छु। अब कतिपय गाउँपालिका अथवा नगरपालिकामा कस्तो सम्म पनि हुन्छ भने अब आएर स्टेक होल्डरहरूले नै नापा लापाका कुराहरू गरेर जान्छन्। अझै त्योभन्दा पनि आजभोलि चाहिँ एलडिसिएफको कुरा गरेर जान्छन् होइन। त्यो हुँदै गर्दाखेरि त्यो एलडिसिएफ भन्ने एउटा कार्य ढाँचा पनि बन्छ। तर त्यो पालिकाले कतिपय पालिकाले कस्तो पनि पाइएको छ, भेटिएको छ भन्दाखेरि अनुमोदन गरिदिँदैन। अनुमोदन गरिदिनु इन द सेन्स कि उसले अब त्यो एलडिसिआर बनेपछि त त्यो ढाँचा अनुरूप काम गर्नुपर्ने हुन्छ। त्यो ढाँचा अनुरूप काम गर्नलाई त बजेट चाहिन्छ। अब हामी नै म आफ्नै अनुभव सुनाउँछु तपाईँहरूलाई। भयो के भन्दाखेरि यो तिलाठी कोइलाडी गाउँपालिकामा हामीले लापा बनाउन सफल भयौँ। लापाको भ्यालिडेसन पनि भयो। तर लापा इन्डोर्स गर्नुपर्दाखेरि लापामा अब यो त्यस पालिकामा जति पनि विकास निर्माणका कामहरू लापामा भनिएको थियो योजनाबद्ध रूपमा, त्यो पुरा गर्नलाई 41 अर्ब रुपियाँको बजेट देखिएको थियो। अब पालिकाको बजेट त सीमित हुन्छ, स्रोत साधन सीमित हुन्छ र त्यो कुरा अध्यक्षज्यूलाई राख्दै गर्दाखेरि अब यो हाम्रोसँग त यति बजेटै हुँदैन। दुई कार्यकाल कि 3 कार्यकालमा पनि यो बजेट सम्भवै छैन। त्यसले गर्दाखेरि अझै पनि हामीले बनाएको लापा चाहिँ पेन्डिङमै छ। र कतिपय पालिकामा के छ भन्दाखेरि अब पालिकाहरूको स्थानीय तहको वन विषय पालिका भन्दा पनि स्थानीय तहको बजेट चाहिँ सीमित हुन्छ, रेगुलर बजेट चाहिँ। र त्यो हुँदै गर्दाखेरि अब तिनीहरूले अलिकति अप्ठ्यारो कसरी मानिरहेको हुन्छ भने अब हामीले लापा अथवा एलडिसिएफ पोलिसी चाहिँ इन्डोर्स गऱ्यौँ पालिकाभित्र भने त्यससँग सम्बन्धित काम अथवा त्यसले देखाइदिएको बाटोमा हिँड्नलाई बजेट कहाँबाट ल्याउने, त्यो समस्या हुन्छ। र अर्को यो टिआरआर फोकल पर्सन जस्तो समस्या छ। अहिले पालिकाको सीमित स्रोत साधन भएको हुनाले विशेष गरी यो विपद व्यवस्थापन शाखा विस्तार गर्नु नै पालिकाहरूको लागि चुनौती छ। अब किन शाखा विस्तार गऱ्यो भने त्यसको लागि मेन पावर चाहिन्छ। कमसेकम 2 जना त चाहियो, 1 जना एसिस्टेन्ट हुनु पऱ्यो, 1 जना अफिसर चाहियो। अब त्यो शाखा विस्तार गर्नलाई पालिकाले फेरि सोच्नुपर्ने हुन्छ। प्रदेशलाई गुहार्ने, सङ्घलाई गुहार्ने, कसरी गर्ने, के गर्ने भन्ने कुराहरू आउँछ। र अर्को यो जुन प्रश्न सोध्नुभयो बहिनीले, निकै राम्रो प्रश्न सोध्नुभयो। यो डिस्प्रोपोर्सनेट त्यो अर्जेन्ट कुराहरू आयो।
त्यसमा चाहिँ अब त्यहाँ फेरि क्लाइमेट जस्टिसको कुरा आउँछ, जलवायु न्यायको कुरा आउँछ। त्यो भन्दै गर्दाखेरि अब एउटा दलित अथवा सीमान्तकृत समुदायको कुनै व्यक्तिको उत्थानशील क्षमता कम हुन्छ, पक्कै पनि कम हुन्छ। स्रोत साधन सम्पन्न भएको व्यक्तिको उत्थानशील क्षमता पक्कै पनि ज्यादा हुन्छ। अब एउटै समुदाय छ, एउटै समुदायमा बसोबास गर्दै आएका छन्, ल बाढी पस्यो एकछिनको लागि। अब धनी व्यक्तिले के गर्छ, उता अब उसँग अब अलिकति पैसा छ, स्रोत छ, साधन छ, ऊ चाहिँ अब त्यो ठाउँबाट सिफ्ट भइदिन सक्छ। अब एउटा सीमान्तकृत समुदायको व्यक्तिले चाहिँ अथवा बालबालिकाले अथवा आमा बाउले अब नसँग स्रोत छ कि तत्काल अब नयाँ ठाउँमा घर बनाउँ, नयाँ ठाउँमा सरेर जाउँ, बसाइसरे गरौँ भनेर। त्यसैले यो कुरा चाहिँ अलिकति जलवायु न्यायलाई अलिकति युवाहरूले वकालत गर्नुपर्ने, एडभोकेसी गर्नुपर्ने, यो चाहिँ मेन स्ट्रिममा आउनुपर्ने जरुरी देखिन्छ। र यति भन्दै गर्दाखेरि अबको स्थानीय तहको योजनाहरूमा के देखिएको छ भन्दाखेरि स्थानीय तहहरू बढी रेस्पोन्समा काम गर्ने देखिएको छ। रेस्पोन्स इन द सेन्स कि जस्तो कि अब कुनै विपदको घटना घट्छ, अब बाढी पहिरो आग लागि डुबान केही न केही भयो, त्यसपछि उनीहरूले उद्धारको काम गर्ने, त्यसपछि राहत वितरण गर्ने, त्यसपछि हदैसम्म गयो भने पुनर्स्थापना गर्ने काम गर्दछन्। तर त्योभन्दा पनि अब चाहिँ केमा सिफ्ट हुनु जरुरी छ भने एन्टी सिमेट्री बेस्ड एक्सन प्लानमा जानुपर्ने जरुरी छ। अब भनेको मतलब पूर्वानुमानमा आधारित पूर्व कार्यहरू, तयारी कार्यहरू चाहिँ गर्नु पर्यो पालिकाहरूले, स्थानीय तहले, किनभने कामहरू गर्नलाई छुट्याउनु पर्यो। त्यसैले अबको फेजमा चाहिँ युवाको चाहिँ भूमिका अझै बढी देखिन्छ। किनभने अहिलेको हाम्रो जुन सरहरूले अघि प्रेजेन्ट गर्नुभयो, मैले पनि सुने, अलिकति मैले छुट्याइरहेको थिएँ। अहिलेको हाम्रो पूर्व सूचना प्रणाली कस्तो छ, सरले अघि म्यासेज कुरा गर्दै म्यासेज आउँछ, फोन कल कुरा गर्दै फोन कल आउँछ। अब भन्नुहोस् कि ल तपाईँको मोबाइलमा फोन कल आयो, तर तपाईँको कान सुन्दैन, तपाईँ गर्नु के हुन्छ? ल आज बाढी आउँदैछ, आज चाहिँ अहिले 5 बजेको लगभग 5 बज्यो, अब 6 बजे चाहिँ एकदम ठुलो भीषण पानी पर्दैछ, अब डाउन स्ट्रिममा बाढी आइहाल्यो। तपाईँ एउटा पहिरोवा पानी हुनुहुन्छ, जो चाहिँ मोबाइलमा आएको मेसेज, भोइस मेसेज पनि सुन्न सक्नुहुन्न। त्यसैले टेक्नोलोजीलाई युज गरेर यी अर्ली वार्निङका कुराहरूलाई पनि मोर टेक्नो फ्रेन्डली बनाउनु पर्ने छ, मोर डिजिटल फ्रेन्डली बनाउनु पर्ने छ। त्यसले गर्दाखेरि ताकि अब कुनै पनि विपदका घटना आउनु पूर्व नै त्यसलाई रोक्न सकियोस्, त्यसबाट जोगिन सकियोस्। हस् त, धन्यवाद। त्यति नै एकदमै धेरै धेरै धन्यवाद ओमजीलाई। एउटा मात्रै मैले कुरा एड गरेँ, हामीले बनाएका छौँ भन्ने कुरा गर्दा गर्दा हामी संस्थाले पालिकासँग समन्वय गरेर फ्यासिलिटेट गरेर उहाँहरूकै फ्रेमवर्क अथवा चाहिँ पोलिसी बनाउन सहजीकरण गरेका थियौँ, जुन चाहिँ उहाँहरूले इन्डोर्स मार्फत ओन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ मैले अलिकति एड मात्र गर्न चाहेँ। र एउटा मेरो पनि एउटा रिकमेन्डेसन डिएचएमबाट विकास आउँदै गर्दा यो प्लेटफर्म युज गर्न चाहेँ, मैले पनि प्रयोग गर्न चाहेँ। म विगत भनौँ न, म आफै पनि विगत 8 वर्षदेखि क्लाइमेट चेन्ज सेक्टर र अर्ली वार्निङ सेक्टरमा चाहिँ यसै गरी अब भनौँ एनजिओ आइएनजिओ सेक्टरमा काम गर्दै आइरहेको छु। सरले 6 मिटर र 7.8 मिटर भन्नुभयो, त्यसको इक्जाम्पल म आफै पनि हुँ। मैले पनि यहाँहरूसँग कोलाबोरेसन गरेर एकदमै राम्रो इनिसिएसन लिँदै हामीले त्यो सक्सेस स्टोरिज भएको छ। सबैलाई मेरो एकदमै धेरै रिक्वेस्ट कि हामीले अर्ली वार्निङ सिस्टमलाई चाहिँ लोकलाइज गरौँ, किनभने यो एकदमै सेन्ट्रलाइज भएको छ। सेन्ट्रल लेभलबाट मेसेज गयो भने मात्रै चाहिँ त्यो डिसिमिनेट भइरहेको छ। यसलाई चाहिँ अलिकति पालिका लेभलमा, जिल्ला लेभलमा, प्रोभिन्स लेभलमा चाहिँ लोकलाइज गरौँ भन्ने मेरो रिकमेन्डेसन। र सँगसँगै चाहिँ इन्क्लुजिभ, ओमजीले पनि भन्नुभयो पिडब्ल्युडी फ्रेन्डली हुन सक्ला, तर स्थानीय भाषामा कतिपय चाहिँ त्यो भाषा एकदमै टेक्निकल भइरहेको छ बुझ्नलाई। जो भनौँ न कति त अशिक्षित वर्गहरू पनि हुनुहुन्छ, कतिले त मोबाइल चलाउन पनि जान्नुहुन्न। हुन त हामी सोसल मिडिया विभिन्न प्लेटफर्म युज गर्छौँ, तर एकदम इन्क्लुजिभ अर्ली वार्निङ सिस्टम चाहिँ बनाउन एकदमै जरुरी छ। सरलाई मेरो रिकमेन्डेसन भन्दै अब हामी अन्तिमतिर छौँ। यहाँहरू सम्पूर्ण भन्दै अहिलेको प्यानलिस्ट सेसनलाई चाहिँ क्लोजिङ भएको मैले जानकारी गराउँदै सरहरूलाई गएर बस्नका लागि रिक्वेस्ट पनि गर्न चाहेँ मैले। र हाम्रो यहाँहरूले पछाडि देखिराख्नु भएको छ, हामीले